अनि हामी छोरी मान्छेले चाहिँ कहिले चाहिँ दिल खोलेर बोल्ने त माइती घरमा सानो छन्जेल बोल्यो थुतुनु नचला भनेर बाउले लौराले सट्याइहाल्थ्यो अलि ठुलो भएर बोल्न थाले माग्न आउँदैनन् चोथाले रहेछ भन्छन् चुप बोल्नु हुँदैन भन्ने गाली गरे बोल्न दिएन अनि 15 पैर 16 मा टेक्दा बिहे गरेर पठाइदिए घर गएपछि बुहारी भइयो अब बोल्न त्यत्तिकै डर भएको सासूको डर ससुराको डर सबैका डर बोल्नै दिएनन् बुहारी भएर बोल्नु हुँदैन भने बोल्नै दिएनन् डर पनि लाग्यो अनि छोरछोरी जन्मे अनि के बोल्नु छोरछोरीकै रुवाबासी अनि कहिले बोल्नु अनि अब छोराछोरी हुर्केर ल मम्मी मनमा लागेको कुरा बोल्नु म छु सपोर्ट गर्ने भनेर अब छोराछोरीले भन्न थाले अनि टिकटकका साथीहरू आएर चोट थाले कति कराकी कति बेजत गरेकी पोक्सिनी कति कराउन सकेकी भनेर गाली गर्छन् अनि अब मर्ने बेला 2-4 शब्द बोल्न नि नपाउनु मनमा लागेको कुरो कहिले बोल्नु के अनि भोलिपछि के गरी प्यारलेस भयो थल पर बोल्न सकेन भने कहिले बोल्नु त नबोली मर्नु म त बोल्छु साथीहरू गाली गरे नि गर्नु बोल्ने नै हो म त अब त पेट भरि बोल्ने नमरुन्जेल बोल्ने टिकटक चल्यो भने अनि हामी